हेलो गुड मर्निङ गाइज, सन्चै हुनुहुन्छ होला सबैजना है। र आज के भन्दाखेरि नेपालमा अहिले होडबाजी चलिरहेछ के, रिसारिस भइरहेछ। एउटाले उता प्रचण्डलाई जुत्ता हानिरहेछ, प्रचण्डको फोटो जलाइरहेछ, अर्कोले यता ज्ञानेन्द्र शाहको फोटो जलाउने, उसको श्राद्ध गर्न सुद्धा भ्याइसकेछ। यो रिसारिस चाहिँ किन के? यो अहिले कोही गणतन्त्रवादीहरू छन्, हामीलाई गणतन्त्रै ठिक छ भन्ने, राजावादीहरू छन् जो जनताबाट वाक्का भएका मान्छेहरूले राजतन्त्र चाहिन्छ भन्ने उनीहरूको भनाइ छ। म सबैलाई यही भन्न चाहन्छु कि हामीलाई कुनै तन्त्र चाहिएको होइन, हामीलाई चाहिएको त यो हो तन्त्रसँगै राम्रो मन्त्र र त्यही राम्रो भिजन र मन्त्र भएको मन्त्री। त्यति भए देश बन्छ, जनताको जनगुनासो सुनिन्छ। अब यता हामीले के गरिरहेछौँ भन्दाखेरि चाहिँ यताले राजावादीले यता गणतन्त्रवादीको विरोध गरिरहेछ, गणतन्त्रवादीले चाहिँ राजावादीको विरोध गरिरहेछ। अरे भगवान्, जुन तन्त्र आए पनि हाम्रो दुःख उही छ के, फरक पर्दैन। भोलि यदि राजतन्त्र आएर पनि कुनै यस्तै गद्दारहरू माथि गयो भने उही त हो। यदि भोलि राजतन्त्र आएर राम्रा अहिलेका युवा सांसदहरू, अब रवि लामिछाने, ज्ञानेन्द्र साई, कुलमान घिसिङहरू, बालेनहरू, अब यस्ता यस्ता राम्रा जुन भिजन भएका नेताहरू माथि गएर राम्रो काम गरे भने त ठिकै हो। फेरि राजतन्त्र आएर पनि यस्तै बुढाखाडामाथि चढे, बुढाखाडाले नै देश चलायो भने उही देशको गति त उही हो। त्यही भएर जनताहरूलाई विशेष अनुरोध के छ भन्दाखेरि हामीलाई तन्त्रले केही फरक पर्दैन, गणतन्त्रै ठिक छ भन्ने पनि ठिक छ, राजतन्त्र आउनुपर्छ भने पनि ठिक छ, तर राम्रो भिजन र जनताको दुःख मर्म र नेपाललाई केही गर्छु भन्ने नेतालाई अगाडि बढाउनु ठिक छ। अहिले हामीले के गरिरहेछौँ, एउटा पार्टीलाई केही पर्यो अर्को पार्टी चुप्पक्कै छ क्या, एउटालाई केही पर्यो अर्को चुप, केही छैन। अरे प्रभु, यदि राम्रो गर्नु नै छ भने अहिले रापरवा र रासपा मिल्यो न, दुई पार्टी मिल्यो, राम्रा जुन एमाले काङ्ग्रेस माओवादी भित्रका पनि राम्रा भिजन भएका नेताहरू मिल्यो, जुन यी बुढाखाडा जुन भ्रष्टाचारीहरू छन् तिनीहरूलाई सफाइ गर, तिनीहरूलाई निकाल अनि देश बनाऊ। अनि यसको लागि राजतन्त्रै चाहिन्छ भन्ने छैन नि त है। अब तिनीहरू मिल्दैन, एउटालाई पर्दा एउटा पापा हेरे जस्तो यो हेर्ने, अर्कोलाई पर्दा अर्को हेर्ने हो। सपोर्ट भन्ने छँदै छैन, विरोध मात्रै छ बढी। अनि अर्को कुरा, हामी जनता नै त्यस्तै छौँ क्या, यता खान पायो भने यता जिन्दाबाद भनिदिन्छौँ, यता खान पायो भने यतातिर जिन्दाबाद भनिदिन्छौँ। अनि देश बन्छ कसरी? तपाईँ हामीले पठाएको नेता त हो, हिजो अस्ति केपी बा आई लभ यु भन्ने मान्छे पनि त्यही हो, आज त्यही मान्छेले केपी चोर देश छोड भन्ने मान्छे पनि त्यही हो। हिजो राजा ज्ञानेन्द्र देश चोर देश छोड भन्ने मान्छे पनि त्यही छ, आज राजा आऊ देश बचाऊ भन्ने मान्छे पनि त्यही छ। ल भन्नुहोस्, कसको विश्वास गर्ने, कुन नेताको कुरा सुन्ने? अनि यसरी तपाईँ हामीलाई बिचमा भेडा बनाएर नचाइरहेछन् भनेपछि देश कसरी बन्छ? त्यही भएर दुनियाँ यताउति दुनियाँदारी कुरा गर्नु छोड्नुहोस्, राम्रो भिजन भएको नेतालाई चुन्नुहोस्। चाहे तन्त्र जुन तन्त्र आए पनि हामीलाई कुनै मतलब छैन, देश बनाउने एउटा मन्त्र चाहियो, त्यो मन्त्रसँग जोडिएको एउटा मन्त्री चाहियो, बस। विकल्प अरू तन्त्र सन्त्र खल्ली बल्ली हान्नुहोस्।